अब हेर्नु नेपालको इतिहासलाई हेर्दाखेरि जुन छ अब यो तीनवटा कालमा बाँडेको छ, प्राचीन काल, मध्यकाल र आधुनिक काल जुन छ। प्राचीन काल मतलब परापूर्वदेखि 900 विक्रम सम्वत 936 सम्म, मध्यकाल भनेको 936 देखि 1825 सम्म र आधुनिक काल भनेको 1825 देखि हालसम्मको जुन समय छ त्यसलाई आधुनिक कालको रूपमा जुन छ लिएको छ। प्राचीन कालमा के प्रमुख घटनाक्रमहरू भयो? नेपालको उत्पत्ति भयो, गोपाल वंश, महिषपाल, किरात काल, लिच्छवी काल, यो सबै जुन छ अब प्राचीन कालको समयमा जुन छ आयो। मध्यकालमा नेपालको सम्वतको सुरुवात भएछ। खस राज्य, डोय राज्य, मल्लकाल, गोर्खा राज्य, यो सबै सुरुवात भयो। त्यस्तै जुन छ अब आधुनिक कालमा शाह वंश, राणा काल 2007 देखि 17 सम्मको पिरियड, 17 देखि 46 सम्म, 46 को जनआन्दोलन, 62-63 को जनआन्दोलन र नेपालको संविधान 2072 मा जुन आयो त्यो अन्य यस्ता घटनाक्रमहरू जुन छ अब यो भएको जुन छ त्यो देखिन्छ।